हेलो एभ्रिवान वेलकम टु माई च्यानल आई होप सबै सन्चै हुनुहुन्छ होला। मेरो बुढीले चाहिँ भान्जालाई चाहिँ सुरुवाल र वर्षो बनाइदिनु लाग्छ, चौबन्दी चोली बनाइदिनु लाग्छ होइन। हेर्नु होला गाइज होइन, जाडो चाहिँ जाडो के भएछ फेरि बुढी? कसको लागि सिलाउँदैछु? भान्जाको लागि हो। अनि टेलर कहाँनिर छ? यो टेलरको यो लोकेसन भन्दै हो नि त। प्रशासन जाने बाटो त्रिवेणी जाने बाटो। त्यसो भए यो भान्जालाई सिलाउनु आएको यो अहिले सिलाउनु आएको के हो? चोली सिलाइसक्यो, अहिले सिलाउनु लाग्छ। चोली सिलाइसक्यो चोली हो। कति राम्रो सिलाएको छ अहिले। अब सिलाउनु लाग्छ के हो? सुरुवाल सिलाइदिनु लाग्छ। अनि साँझ त्यसो भान्जालाई दिने। यो पातल छैन त्यो चिसोको लागि? ए भित्रको भएको त्यसो भए अब सिलाउँदै जाऊँ, हेर्दै जाऊँ होइन। अनि त्यो सिलाइसक्यो बुढी? ए त्यो अगाडि सिलाउनु लगाएको चाहिँ त्यो बाहिरको थियो, भित्रको थियो अगाडि। अनि एकअर्कालाई तिमीले अट्याच गरेको अहिले खै त देखाउ त। ए ल ल ओके ल ल ल। त्यसको आकार देखाइदिनु सानो मातिर। ए त्यो भित्रको अघि एउटा पातलो कपडालाई अट्याच गरेको। ओके अब इलास्टिक हाल्दियो। भएन अझै खै देखाउ त।
माथि गरेर देखो त माथि गरेर ल